मेरो तर्फबाट सबैलाई नमस्कार। मेरो नाम राधा नेपाली हो, दिसी नगरपालिका वडा नम्बर 4। म श्रमिक महिला हुँ। समूहको महिलाहरूको बनायादेखि त्यहाँ गठन गऱ्यौँ। हामीहरूले बस्यौँ, महिलाहरू बस्यौँ, छलफल गऱ्यौँ, वडामा गयौँ, वडादेखि हामी नगरपालिका गयौँ, नगरपालिकादेखि प्रशासन पनि गयौँ। अनि कति माग फारमहरू भर्यौँ हामीले। त्यहाँ भरेर अब उहाँदेखि पनि सरहरू आए हामीसँग, सरहरू आए, कुराकानी यो कुरा यस्तो हो भनेर हामीलाई सिकाइदिए। अनि हामीले भन्न पनि सक्यौँ, जानकारी पनि हामीलाई भयो। नतरी हामीले अब पेटको लागि त्यति जेलामा पनि पहिला त हामीले गऱ्यौँ, तर त्यस्तो गर्नु नरहेछ भनेर अहिले हामीले थाहा पायौँ। जेलाई यति दिएपछि मात्र गर्ने हो, हामीलाई सुविधा पनि दिएपछि हामी गर्ने हो भनेर त्यसरी हाम्रो अलिअलि जेलाहरू बढेका छन्। सुविधाको लागि पनि गऱ्यौँ, बिमाको लागि पनि हामीले गऱ्यौँ। हाम्रो बिमा गरेर पञ्जीकरण पनि गरिदिनु पर्यो भनेर त्यो कुरा पनि हामीले राखेका थियौँ। राखेको कुराहरू सुन्दाखेरि, आफ्नो माग मुद्दाहरू उठान गर्दाखेरि आफ्नो मात्र नभएर समूहकै र अन्य जो पिछडिएको दिदीबहिनीहरू छ होइन, उहाँहरूका समस्याहरू पनि दिदीबहिनीहरूले ल्याउँदाखेरि म आफै पनि प्रभावित भएको र म पनि सफल भएको छु कि यो दिदीबहिनीहरूसँग यो समूहमा काम गर्दाखेरि, अनुगमनको क्रममा जाँदाखेरि भन्ने मलाई महसुस भएको छ। भोलि आओ पर्सि आओ ने भैया डेरामा कोठाइ आउनु होला, बुझेर लग्नु होला भन्थे सर। पहिला त्यस्ता पनि हामीले भोगेका थियौँ। हामीले दिदीबहिनीहरूले पनि ठेकदारहरूलाई हाम्रो समूहमा बोलाएर हामीहरूले त्यो कुराको छलफल गऱ्यौँ। अनि हातका पन्जाहरू, जुत्ताहरू पनि सुविधा दिए। अब पहिलाका जस्तो जताभावी बोल्नु पनि छोडे। त्यति सुविधा पाएका छौँ, हामीले सुधार भएको छ। पैसा हप्ता दिनमा खर्च दिएका छन्। यस्ता केसहरू आइराखेका हुनाले यसलाई हामीले निरन्तर रूपमा अनुगमन गर्नुपर्छ भनेर चाहिँ हामी निरन्तर उहाँहरू काम गरिराख्नु भएकै ठाउँमा गएर चाहिँ अनुगमनहरू गरिराखेका छौँ। त्यसपछि उहाँहरूको तपाईँहरूको काम कहाँ भइराखेको छ भनेर हामीले यसो प्राविधिक टोलीसँग चाहिँ समन्वय गर्दाखेरि यहाँ भइराखेको छ भन्ने बित्तिकै हामीले थाहा पाउने बित्तिकै हामी त्यहाँ गएर चाहिँ अनुगमन गऱ्यौँ। त्यसपछि चाहिँ सेफ्टीका सामग्रीहरू पनि वितरण गरिराखेको थियो। अहिले चाहिँ ज्याला पनि दिइराखेको छ होइन। पुरै अब सरकारी दर रेट अनुसारको अब आरामको समय, नास्ताको समय त्यो त अझै पनि हुन सकेको छैन। ठेकदार, पेटी ठेकदारहरू के छ होइन, यो अब तिनीहरूले पनि ठगी गरिराखेको छ। अझै पनि त्यसलाई पुरै हामीले गर्न त सकेका छैनौँ, तर केही हदसम्म चाहिँ पहिलाभन्दा सुधार भइराखेको छ। त्यो माग हाम्रो बिमा, हाम्रो पञ्जीकरण नहुन्जासम्म हामी उनीलाई पटक पटक जान हाम्रो छोड्ने छैन। जाने गर्छौँ जतिसम्म हामी नभए पनि हाम्रो पछिको पीडाहरूले यस्तो काम जेला मजदुरी गरे हुनेसम्म त अलि होला कि भनेर हामी गइराख्ने हो।